हेलो साथीहरू सबैजनालाई नमस्ते। आज हाम्रो घर ढेँडो कोदाको ढेँडो खाने प्रोग्राम छ। म तपाईहरुलाई देखाउँदैछु अनि तपाईहरुले चाहिँ यो मेरो भिडियोलाई लाइक गर्नु होला, युट्युब आइडीलाई सब्स्क्राइब गर्न नबिर्सिनु होला, टिका लामी छानेलाई ल हेर्नु है साथीहरू। हाम्रो ढेँडोको भाग्य मेरो बाबा, मेरो प्यारो प्यारो मेरो बाबा, जन्म दिने बाबा। बाबाले ढेँडो मन पराउनुहुन्छ नि त। अनि त्यसपछि मैले ढेँडो खानी बाबा आएको मौकामा बेलामा भनेर फेरि आज मेरो मिन्स भएको दोस्रो दिन हामी फेरि घरभित्र बस्दैनौँ नि त। अनि मेरो बुढोले बनाउनु भएको प्यारो प्यारो बुढोले अनि खाना सबैलाई बाहिर, म बाहिर बसेर खाने अनि सबैले बाहिरै बसेर खाऊँ भन्ने भयो के। यसलाई बाहिर बसेर खाऊँ भन्नुभयो, सानो नबोला न छोरी। अनि त्यसपछि अब मेरो ढेँडोको भागमा बुढोले के दिन बिर्सिनु भयो। मैले माइजी यस्तो छ, आजमा भित्र नपसेको किचनमा लतालिङ भाँडा छिरालेर पाखाबाट हेरिछु, भाँडा सबै त्यहाँ भोरी भोरी रहेछ। ल हेर्नु छोरा मान्छेको किचन यस्तो हुन्छ, कस्तो बनाउनु। 3 दिनमा म भित्र बस्दा यति दुःख हुन्न। ल सबैलाई भाग लगाइसकेपछि पकाएको भाँडैमा यो मेरो बुढोको भाग हो है साथीहरू। मेरो बुढोको भाग आयो। अनि ढेँडो फेरि मासुको, ब्रोइलरको मासुले त टक्क मिठो हुन्छ। त्यही भएर भाग त ठुलै छ। हजुरहरूलाई मनपर्छ कि नै? अब बुढो यो मेरो पोइ बुढा, मेरो पोइ बुढा बाका ज्वाइँ, ससुरा बाजे ससुरा ज्वाइँ उता बसेर खाना लगाइराख्नु भएको छ। बाबाको भाग, मेरो प्यारो प्यारो बाबाको भाग उता, यता मेरो बुढोको भाग, बुढो बसेर खाना लाउनु भयो। ल हेर्नु त कत्रो छ भाग साथीहरू। हजुरलाई खानु मन लाग्छ कि नै? मन लाग्छ भने ट्याक्क मन पराउनुलाई त बेसरी मिठो हुन्छ कमेन्ट गर्नु है। यदि ढेँडोलाई होटलमा जाने भने 500 रुपियाँ पर्छ है ढेँडो र मासुलाई। अब चट्नी सट्नी केही छैन। मेरो अल्छी बुढोले बनाउनु भएको होइन। अब धन्न खाना बनाएर दिए पनि ठुलो मान्न पर्यो। अब खाना लगाइयो साथीहरू। अब ढेँडो ट्याम स्याममा खाएको हजुरहरूलाई देखाउँला। अब ढेँडो कति मनपर्छ कति मनपर्छ। अब जाडोमा त अब मेरो खाने बाँकी यति ढेँडो स्याममा तुर्ने हो। आउ नानी, नानीलाई खुवाइदिनु त हजुरले। यति ढेँडो झ्याममा तुर्ने हो। अनि हल्ला नगर छोरो। ल कसरी खाने ल हेर्नु साथीहरू। त्यति ढेँडो छ, स्याप पारेर अमिलो अमिलो मासुको झोल खुर्सानी टोकेर मजा आउँछ कि साथीहरू। फेरि भित्र गर्मी पनि छ। अनि म बाहिर बस्ने, म फेरि खाना एक्लै हुन्छु भनेर आज सबै बाहिर बसेर खाना लाग्यो टकेर टुक्रुक आउने। ल हेर्नु त कति मजा आउँछ। पकाएकै भाँडा खान्छु कि मैले त, किनभने ढेँडो भात त पकाएको भाँडा खाने होइन है। फेरि त्यो ढेँडो चाहिँ आधा भाँडामा लाग्छ क्या साथीहरू। त्यो हुनाले एक्जामको भाग त सबै भाँडामा लतपतिन्छ नि त। कति धेरै हो झोल पनि। खान्न अरू त त्यो भएर ल हेर्नु साथीहरू। अहिले के खानुहुन्छ? मन पर्ने चाहिँ कमेन्ट गर्नु होला। हामी त खाएको मनपर्छ। पहिला ढेँडो खानेलाई खिसी गर्थ्यो के अरे। आजभरि कोदो महँगो छ, किनेर खान्छन्। गाउँमा बस्दा गाउँको खानेकुरा मन पर्दैन थियो। आजभरि फेरि गाउँमा जे पाइन्छ त्यही मिठो लाग्न थाल्ने। खोजी खोजी खाना मन लाग्छ। मिठो रहेछ क्या। हेर्नु साथीहरू कसरी हो खाने। हेर्दा हेर्दै मैले गमला तुर्छु। आमामा खुर्सानी त पिरो रहेछ नि। तरकारीमा पिरो नाल्ने अनि छोराछोरी
हाल्ने भने खाँदैनन् भनेर तरकारी नाली टोकेको चरम खुर्सानी फेरि पिरो रहेछ खाइयो तातो भयो मिठो रहेछ है नानु सानो सानो अब मिठो छ म फेरि छोराछोरीले पनि मन पराउँछन् स्याहारको नहाल्दैन न भयो क्या अहिले हाल्नु न आमा बुढोले फेरि यहाँ अहिले नास्ता खानु लगाएको जता नमन्ताहरू राखिदिएर फेरि ओहो पिरो भयो अहिलेसम्म बाहिर जाने भनेर सोच्दिनँ के किन्न परेछ त्यहाँ रोज्दै हिँड्न परेछ क्या त बाहिर जाने भनेर मेसेज गरिदिएछ मेरो प्यारी प्यारी साथीले बाहिर जाने भनेर मेसेज गरेछ मोबाइलमा मिठो भयो फेरि खाऊँ भुजामा अहिले के खानुहुन्छ त मिठो रहेछ है यति ढेँडो तुर्छु किन होला मैले ढेँडो सुस्ता सुस्ता खाएको मुम नखाएर चिया बनाइहाल्नु भएछ खाने बित्तिकै खानुहुन्न चिया अझ पानी आउने भने त झन् कति मिठो हुन्छ ढेँडो ल भाइ साथीहरू ल मैले त लुसेछु मासु चोक्रा लुस्दै ढेँडो चुरिसकेँ अब भ्याइसक्नु आयो अमिलो चार अमिलो मेरो मिठो न मलाई फेरि बनाउन पनि आउँदैन बुढोले बनाउने हो हातमा फरो उठ्छ मिठो त हुने बनाउने दुःख हुने के अब आइसकेँ म ढेँडो त्यो फलामको पनियाले क्र्याक कोतरेर खल्टिँदै जान्छ कि पिना फेरि राखेर जति जति धेरै होला भने पनि भ्याउँदैन जति कोतरे पनि आउँछ फलामको पनियाले जति कोतरे पनि आउँछ थोरै हुन्न र भ्याइयोला भ्याइयोला भन पिँदा भ्याउँदै भएन ढेँडो
ल साथीहरू तपाईँलाई मनपर्छ कि नै कस्तो लाग्यो खाएको नराम्रो कमेन्ट नगरिदिनु होला। मेरो भिडियोलाई घरमा भएका नियमित मेरा उसहरू देखाइराख्नेछु क्रियाकलापहरू। बुझ्नु भयो? लाइक गरिदिनु होला, भिडियोलाई सब्सक्राइब गरिदिनु होला। मेरो यो आइडीलाई भन्न चाहन्छु धेरै कष्ट मनपर्छ तपाईँहरूलाई मनपर्छ कि पर्दैन। अझै भाँडा छ फाल्न मन लाउँछ कोतरी खायो नभनिदिनु होला। त्यहाँ नि त फाल्न मन लाउँछ अन्न त्यही पनि मिठो पनि हुने के फेरि जब नरुचे त फाल्नै पर्थ्यो। जति खायो त्यति मिठो हुन्छ के गर्ने त भन्दै अहिले बाई भन्न चाहे ल।